गाइस होइन यहाँ अनिका हियर आजको मौसम एकदम चिसो छ गाइस। तपाईँ हेर्नुहुन्छ बाहिरतिर बग्नु भइरहेछ। खास चाहिँ आज मान्छेको काम सकेर ट्याक्कै 12:50 फ्लाइट। आजलाई हिजो पनि मिस भएर तनाव भएको छ। अस्ति अब हाम्रो लालपुजाको काम भइरहेको छ यता। काम त के गर्नु भएकै छ नि, यता यस्तो भिड छ वगेरा आज अङ्कललाई लिएर आएको खासमा। त्यसपछि यो सरकारी काम भनेको थर्ड क्लास काम बेकार हो होइन। यो सरकारी काम भनेको त्यही भएर त यो हामी नेता फटा भन्छौँ, तर सरकारी कर्मचारी चाहिँ 1 नम्बरको चुतिया फटा करप्सन। अब अर्को भिडियो आउँछ नेक्स्ट रोक्नु म खात्रा हेर्नु भान्डापुरको चाहिँ मास। त्यसै गरी गाइज हामी यहाँ वडाको काम सकाएर लगभग निस्किनै आँटेको। गाइज फाइनली अङ्कल सक्यो होइन काम यहाँ सक्यो होइन। मासला तनाव भएर बल्ल बल्ल सकिएको छ काम। भर्खर हामी निस्क्यो तपाईँको ट्याक्कै काँदै मालपोती साला। यो जहाँ पनि झेल्लाउने काम मात्रै भगवास। नेपालको करप्सन सिस्टम बेकार। अब हामी भेट्नेछौँ सिधै एयरपोर्ट, किनकि हिजो पनि फ्लाइट छुट्यो, अब आज चाहिँ छुटाउनु भएन। टाइम गाइस हामी फाइनली परेको हो। बल्ल बल्ल 6 दिन सरकारी काम झेलाएर 6 दिनपछि हामी आफ्नो अब म फर्किँदैछु काठमाडौँ। यहाँबाट म गेटा गएर देखाउँछौँ। फेरि आज मैले टिकट पनि बुक गरेको छैन, हिजो पनि त्यस्तै। यहाँ माइगढ धनगढी हो तर काठमाडौँ चाहिँ काठमाडौँ नै हो कि जे भने पनि। यहाँ भन्ने बित्तिकै तपाईँको ट्याक्कै माइगढ पठाऊ इन्ड्राइभ हर कुरा आउँछ होइन। तर यहाँ चाहिँ केमा आएछ अटोवाला पनि लुट्ने नै माया। बसवालाहरू त्यही पनि कहाँ जाने हो, फेरि अटोवाला भित्र लगिदियो भन्दाखेरि 100 को 200 यस्तै त हो। कसो अङ्कल हो कि नै त्यसै अङ्कल। ल हामी भित्र गएर बोल्छौँ। फाइनली अटोमा आएको अब ट्याक्कै एयरपोर्ट हामी बोक्नु लाग्यो। धनगढीको यात्रा कठिनै हो, ठिकै छ। सो हे गाइस हामी यहाँ ट्याक्कै पुगे एयरपोर्ट धनगढी एयरपोर्टबाट ट्याक्कै अब हाम्रो 3:30 बजेको फ्लाइट छ। यो छुटेपछि हाम्रो यो छुट्दैन होला सायद, छुटिहालेपछि 4-5 को छ। सो हामी पछि गएर भेट्छौँ होला यो धनगढी एयरपोर्ट। त्यसै गरी यो हेर्न सक्नुहुन्छ दामी भ्यू छ यता नि, तर मौसम चाहिँ जो ठिक छ आज। धनगढी एयरपोर्ट फाइनली टिकट आयो। अब टिकट आएपछि हिजो फ्लाइट छुट्यो, आज चाहिँ जानुपर्छ नि। त्यसै गरी एयरपोर्ट हेर्न सक्छ हाम्रो धनगढी एयरपोर्ट। सफा नै छ, नट गुड नट ब्याड। हाम्रो छ ब्याग लगेज छ। डिपेचर्समा सो हामी यहाँबाट गइसकेका छु। हेर्न सक्नुहुन्छ टक्क श्री एयरलाइन्स यता दामी पारामा। ऊ नाइस नाइस नाइस। त्यसरी हातसम्म पऱ्यो झ्याउ भएको छ। 6 दिनमा यस्तो झ्याउ के भन्नै सकिँदैन। वेस्ट अफ टाइम, वेस्ट अफ भने त त्यस्तै हो कहिले। एनिवेज किप लभिङ। हेर्न सक्नुहुन्छ यता धनगढी एयरपोर्ट। हामी फ्लाइटमा चढिसकेको त्यसमा धेरै कुराहरू रमाइलो नै भयो। यस यात्रा रमाइलो नै बित्यो। त्यसै गरी तपाईँलाई म भिडियो बाँकी देखाउने छु। त्यसपछि फ्लाइट अटेन्डेन्सले हामीलाई सही रुल रेगुलेसन भनिदिनु भयो। गाइस हेर्न सक्नुहुन्छ हामी फ्लाइटमा बसिसकेका छौँ। त्यसै गरी अब हाम्रो यात्रा लगभग सुरु नै हुन आँटेको छ। सो ढिला नगरी हामी सिधा हजुरलाई भ्यू देखाउँ। इट्स टाइम टु टेक अफ। हामीले देख्यौँ होइन प्लेनको त्यो विन्डोबाट यति अक्खा दामी भ्यू आइरहेको थियो नि माउन्टेन्सको। माई गड त्यहीँ बसौँ लाग्ने। अब के गर्ने, फेरि आफ्नो काम विषय जानै पर्छ होइन। बस्नेलाई पो पीडा छ, तर हेर्नेलाई चाहिँ त्यस दामी के यति रमाइलो भयो, यति रमाइलो। त्यो भ्यू हेर्दाखेरि त्यो हजुरले इन्जोय गर्न सक्नुहुन्छ। सो त्यसै गरी हामीले त्यो माउन्टेनको भ्यू पछि हामीले अङ्कलसँग थोरै गफ गऱ्यौँ। अङ्कल पनि रमाइलो हुनुहुन्थ्यो, यताउति मान्छे ठिकै थिए।
जियोस् यात्रा रमाइलो यादगार नै भयो। सो आफ्टर फाइनली हामी बाहिर आयौँ। रमाइलो भयो गाइस। भिडियो के कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला होइन। फर्स्ट ट्राई हो, के कस्तो छ। केही छैन, फाइनली पुग्यो। पुरा ठिकै थियो, जे रमाइलो नै गरियो होइन। त्यही त, तर एउटा कुरा मुला यार, त्यो मुजीहरूले यस्तो झेल्लाइदिएको। सरी, म यहाँ भित्र आएछु गाइस पार्किङतिर, कन्फ्युजमा बाहिर जानुपर्ने होइन। फाइनली गाइस एकदम पार पुग्यो भनौँ। अब 2 मिनट छ, त्यससँगै आजको यात्रा फिनिस। टाटा बाई बाई। जस रमाइलो थियो 2-4 दिन चाहिँ त्यस्तै भयो गाइस। ल बाई बाई, टाटा, टेक केयर।